हेलो अनि नमस्कार है। म विमल मगर। म चाहिँ अहिले बाहिर देशभन्दा बाहिर आफ्नो काम गरिरहेको छु। लगातार 12 घण्टा ड्युटी हानेर मैले चाहिँ बिदाको समयमा चाहिँ यो समयलाई चाहिँ कसरी सदुपयोग गरौँ त भनेर चाहिँ मैले अहिले यो भिडियो बनाउँदैछु। सर्वप्रथम सम्पूर्णलाई मेरो च्यानलमा स्वागत छ र यो भिडियो तपाईहरुको लागि अति नै इम्पोर्टेन्ट भिडियो हुन सक्छ। हामीहरुले मोबाइलमा 2 घण्टा 3 घण्टा समय फालिरहँदा तपाईले इन्भेस्टमेन्ट गर्नुभएको यो 5 मिनेट समयले तपाईलाई भविष्यमा करोडपति पनि बनाउन सक्छ। हो, सही सुन्नुभयो। तपाईको जीरो इन्भेस्टमेन्ट है, थोरै मेहनत र थोरै समय इन्भेस्ट गर्नुभयो भने तपाईले 8 वर्ष 10 वर्षपछि चाहिँ आफ्नो भविष्यलाई एउटा प्यासिभ इन्कम को रूपमा चाहिँ यो मोबाइलबाट चाहिँ तपाईले इन्कम गर्न सक्नुहुन्छ। सही सुन्नुभयो। तपाईले मोबाइलमा हेर्ने हरेक एप्सहरुमा हरेक रिल्सहरु, हरेक भिडियो, हरेक कुराहरु तपाईले हेरिराख्नु भएको यो कुनै न कुनै व्यक्तिले बनाएको कन्टेन्ट हो नि तपाईहरुलाई, हो कि नै? र उहाँहरुले पैसा कमाइराख्नु भएको छ, तर तपाईहरुले आफ्नो समय, आफ्नो मनी सम्पूर्ण कुराहरु चाहिँ वेस्ट गर्दै हुनुहुन्छ। सो आजदेखि नै, अहिलेदेखि नै यदि तपाईको एउटा कुनै फिक्स गोल छैन भने एउटा फिक्स गोल बनाउनुस् र इन्भेस्टमेन्ट गर्नुस्, समय इन्भेस्टमेन्ट गर्नुस् है त। सो मैले भन्न खोजेको यो मोबाइलमा नै तपाईले भिडियोहरु बनाएर अरूको भिडियो हेर्नु भन्दा पनि त्यो 5 मिनेटको भिडियो चाहिँ तपाईले हालेर पछिको लागि प्यासिभ इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। सो म पनि आफ्नो हप्तामा मेरो 2 दिन बिदा हुने त्यो समयलाई चाहिँ यसरी नै भिडियो बनाएर चाहिँ मैले आफ्नो समयलाई चाहिँ आफ्नो सेल्फ इम्प्रुभमेन्टको लागि चाहिँ इन्भेस्टमेन्ट गर्ने सोचिरहेको छु। त्यो कारणले गर्दा मैले यो भिडियो बनाउँदैछु। जतिले पनि हेर्दै हुनुहुन्छ साथ सपोर्ट दिनु होला, किनकि तपाईहरुको एक सब्स्क्राइबले, एक लाइक, एक कमेन्टले मेरो भविष्यमा राम्रो पनि हुन सक्छ। सो थ्यांक यू सो मच है। अहिलेसम्म हेर्दै हुनुहुन्छ भिडियो भने चाहिँ सर्वप्रथम तपाईहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र नेक्स्ट भिडियोमा चाहिँ हामी अवश्य भेट्ने छौं है। त्यतिखेरको समयको लागि तपाईहरुको गोल्डन टाइम चाहिँ राम्रो राम्रो कुरामा इन्भेस्टमेन्ट गर्नुस् र हरेक दिनलाई चाहिँ खुशीसँग बिताउनुहोस् भन्न चाहन्छु। शुभ दिन है त। थ्यांक यू सो मच।